2026 मा यस्तो छ बडासिटङको बाटो कहिले बनिन्छ 2026 मा चाहिँ हैन यहाँ त्यो कुन कति सालदेखि आएको यस्तो थियो ए 86 को आन्दोलनदेखि 86 को आन्दोलनमा यस्तो थिएन योभन्दा खराब थियो होला बिचमा यो कुन कति सालमा यो खोपेको हो 86 को आन्दोलन चाल पाउँछ दिदी तपाईँ हजुर दाम हजुर आज बिहानै आइदिएको दारा दिनुहुँदैछ मौरीको डुड I don't respect who don't respect you. Call it titles of respect. ल खोइ हौ नयाँ बाटो मार्च 2026 मा खनेको छ यो बाटो जाने उकालो आमा कस्तो अफ भएछ नि मामा अप से अप ऊ अस्ति कुकुर लडाइँ परेको ठुल्ठुलो भएछ त कोपी ब्रोकली रहेछ हौ कोपी होइन सेतो खाले म्याडमहरूको गाउँ चाहिँ यताबाट चाहिँ म्याडमहरूको गाउँ चाहिँ यताबाट छ उहाँहरूको त ऊ छ नि यस्तो के पो पिच सोलिङ खतरा खतरा पिच कस्तो अफ भएछ नि बाटो त अब अहिले त्यो ठिका पुग्यो अब पिच रोड हाम्रो बडासिटङ हरियो खाले पिच रोड चाहिँ यहाँ है कटर भएछ बिचमा हेर्न न कत्रो बढी भएको छ चापो अरे फुल खाने किरा फुल खाने किरा सला किरा निकाल ल बाजे ए म त जेठा बाजे आएछ भनेपछि भाइजू हजुर को खस्यो उनीहरूको कुन चाहिँ आफ्नो पर्ने अरे हौ ए को जानुपर्छ होला हौ काका चाहिँ फर्किने आज भरि फर्किने गरी हजुर सनफ्लावर फुल्यो तिमीहरूको बकेट उनी तलको के देखेको थियो बाजे को जानु हुने ट्याङ्की भर्यो भन्छ बुझिन कसको गाडी यहाँ चाहिँ हामीलाई आलु पकाइदिनु भन्यो काका चाहिँ खोइ उतै गएको होला घाँसमा के सुकाउनु भएको यो खोइ यो कत्रो कत्रो अन्त तपाईँले त हामीलाई त सानो सानो ल्याइदिन्थ्यो सुकाएको होइन के हो अन्त त्यो सुकाएको यो नसुकाएको नसुकाएको पाके हेर्नु न किन्नु भएको कि होइन यति हो अन्त उसिनेन नि अन्त के त उसिन्नुपर्छ आमामा कति बिक्ना पाके त केही होइन है फिप्ला पोर त 10-11 किलो बिक्री गरेको यति नै हो छैन तल कहिले बेच्छ यो चाहिँ अब अब सुकाएर दाम त छैन एकखेप उसिन्यो कसरी किलो दिन्छ यस्तो 400 कसले किन्छ यो माथि पवन दादाहरूले
कम्ता छैन त यो त केही होइन एक मुठीमा टिप्ला नेपाली त छ तपाईँहरूको तल छ होला नि तलै टिप्नुहोस् आछि टिप्नु पो छ यही त टिपेर आएको रे के दामी फुलेछ जुम 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 यताबाट जाँदा पनि हुन्थ्यो तपाईँहरूलाई हतार छ भने यताबाट जानुहोस् यो चाहिँ मलाई सरकार यहाँको यो बाटो चाहिँ देऊ यो चाहिँ साह्रो अप्ठ्यारो छ यहाँ चाहिँ आमा हेर्नु सक्ला यो बाटो सक्दैन उयो काँध दिनु पऱ्यो काँध आमालाई देखाइदेऊ बाटो त्यही त यस्तो छ यी ढुङ्गा लाग्ने नि त यी तिखो तिखो अब यहाँ पनि बोल्नु हुने हिँड्न न उतै फुलहरू बडा मात्रै छ यहाँ कसले भन्छ बडा मात्रै भएको घर हेर्नु है कस्तो सफा फुल क्याक्टस अर्किड आउनु मन लाग्यो अन्त खोइ इच्छा भएर त कहिले हो बडा स्कुल त के छ मुनि मुनि के झ्याम्मै थियो नि काट्यो यो त्यता लगेर एउटा यसो लगेर चाहिँ यो टारबाट सिधै ट्याङ्कीमा निकाल्छ ट्याङ्की आँगनमै पुऱ्याउँछ त्यो टारबाट क्या मैले दावा राखेको छु नि त्यहाँबाट ए यस्तो घुमाउने आम टर्निङ कता यहाँ यसो पर त्यो बडा छ नि अग्लो यस्तो मेरो डिस्ट्रिक्ट फेट मुनिबाट त्यहाँबाट यस्तो उयो ट्याङ्की छैन बडाहरूको त्यसको उल्लोपट्टि काम हजुर त्यहाँबाट फेरि यस्तो लाग्यो मैले अलिक तल यहाँ माथिबाट अपराध झालेन हो त्यो त्यहाँ त यस्तै अपरेसन त आएन 30 त अब गनाएको अब यसलाई उयो गरे ए कालु कालु चलो चिन्नु थालेछ मलाई यसले बोक्नु यहाँ मैले माथिबाटै देखेँ नि त यो एकदम खेट्ने किन यो चाहिँ किन यो नेपाली पार्टीको यो हो नि त नमस्ते बडी किन बनाउनु भएको यो भनेको कुखुरा खेट्ने पहिला हामीले कालोमा बनाउँथ्यो नि यहाँ त तपाईँहरू बास बस्दै आउनु बनाएछ घर सब बाटो सफा गर्नु पानी आएछ गुलाब फुलै छ त मैले चाहिँ यो भनेको यो होइन होइन यो भने जमा कुसुम मैले अस्ति बुझेको म चाहिँ यो के हो ओ भमरा सिल छ नि ओइ
हरेस लाग्दो भएछ। हो यस्तो हुन्छ फर्स्ट अब त्यही कारण पनि त तिमीलाई ल्याउँदिन भनेको त्यही कारण हो यस्तो भइरहेको हुन्छ हुन त कहाँबाट थालौँ म खै मेरो फुल हावाले उडाएन रहेछ। दे है चाबीहरू प्लास्टिक झरेछ त के यस्तै थियो। ऊ हेर दिदी आदरले खाएको पिरामा बसेर चाहिँ आगो बाल्नुपर्छ। ऐ छुयो। देखिए अब बनने जा रहे हैं मैगी। मैगी मैगी इस आग पे। लो राजाका मोटामोटी देखाउनुहोस् यहाँ सुक्दै खाने अरे हाम्रो घरमा नयाँ कुक नयाँ बुहारी बुहारी आएको छ आज मात्रै भित्रको अलिक रस कि भयो ओ फ्यात्तै हुन्छ है अलिक रस हाल नै रसले आउनुपर्छ यतिको त हुन्छ है अहिले यहाँ म उता ल्याइदिन्छु ल तपाईँलाई पस्किनु गाउँले जीवन यस्तै हुन्छ हो ए माया लाग्दो छ है बसाइ पनि त माया लाग्दैहरू छ अन्त उयसमा त कहाँ चाहिँ राख्नु दाँतहरू जस्तै छ यहाँनिर थियो तर यहाँबाट सारेर चाहिँ अहिले सिफ्ट भएर यहाँनिर दिन्छु ल फ्यात्तै हुन्छ फ्यात्तै हुन्छ है घोप्टीलाई यहाँ त्यही भएको मैले घोप्टीलाई हाम्रो थियो आजको चौकाट पानी बसाइदिउँ पर उम्लेको छ उम्लिनु त फ्ल्यासमा हाल्यो हालेको छैन अन्त अहिले खानु पर्यो है खाने चाहिँ हालिदिन्छु कति यो अलि पखाल्नु छ अझ पखालेको छु यो चाहिँ ल के भयो हाम्रो बस्दै गरेको गाना पानीसँग गरम यता गरम हो नि त हौ फेरि उता गरमै यसको कभर गरमको पनि महसुस गरौँ न अघिको नास्ता यो फास्ता होला बिरयानी भेज बिरयानी मिठो मिठो भएछ मात्रै छैन टमाटरको अचारको के अरे मात्रै छैन मसलाहरू मात्रै छ कहिले हालेको बडा हुँदा होला नखानु है दिदीबहिनी चाहिँ गतिमा पत्तीमा भएर मानेन भन्नु तपाईँको त झन् बढिसक्यो नि अघि बिहानको भन्दा
अनि मलाई दबाई गरिदिन्छु नि होइन स्किन केयर गर्नुपर्छ स्किन केयर नगर्ने यहाँदेखि बिउ त्यो चाहिँ थाहा भएन मैले त यो अलग्गै मैले हालेको मैले पनि पट्टी बाँधिरहेको नगर न डरलाग्दो पिरो खाऊ न अब त यति हो त आज भयो त जाने बेला पनि केही खानु हुँदैन त्यो कसले भाडा दिने भयो भाडा दिने अन्त के पो छ र त्यही त कति बजी जानुभयो अब जानुपर्छ त अब सिँढी लिएर सक्नु अब काम सकिहाल्यो नि एक ल्याउनु जानुपर्छ है अदुवा हामी जान्छौँ नि त्यो तपाईँ सिँढी ल्याउनु जानु हामी भाडा धोएर जान्छु तपाईँ नआउनु म बनाउँछु 9 अगाडि चाहिँ बनाऊ अन्त नआउनु ए म त नआउनु छ ए राम्रो परेछ त 4 बज्छ होला 4 बज्छ मेरो ट्युसन चाहिँ ट्युसन छ आज छुट्टी अहिले त 2:30 भएन भयो अन्त छुट्टी आज 4 बज्दैन बज्छ अनि बर्बाद पारेर दुईजना अवस्था होस् भात खाएर सुत्नु मन पर्यो चल जल्दी खास त घरको रानी खानै पर्छ खाऊ न कालो हुन्छ यसो होइन भयो आम्मा म त अन्त यो खाँदा सानो खैलो खानु दिनु खिचडी पनि आज के लिए इतना ही बाय फिर नेक्स्ट ब्लॉग में देखिए चिकन के साथ एउटा दुईटा दुईटा 3 4 5 छोड्नु 6 वटा हुन्छ 3 4 5 6 उयो छ सात तल चल्ला ओइ अघि क्या तपाईँले ल्याए भन्दै थियो नि हगेछ भन्दै थियो यी त स्प्रे म जुत्ता लाउँ उयो छ के सिँढी सिँढी बोक्नुपर्छ के चाहिँ बोक्नु पर्ने अरे बाबा नि आज हामी पढ्दैछिहरूको यी फुल चाहिँ हाल्दै गर्नु कता हाल्नु हरियोमा ल ऊ यसमा मिलाएको हुन्छ गाडी भाडा रहेछ गाडीमा जानुपर्छ नि त चोलते हैं ओ लु दुईटा पनि गयो ओ लु लु ना खोइ कुकुरले खेद्दो रहेछ ओ भिडियोग्राफरले देखे पो देखिन मैले